नमस्कार तपाईहरुलाई स्वागत छ कक्षा 10 को सामाजिक विषयमा र आज हामी सामाजिक विषयको इकाइ नम्बर 7 हाम्रो विगत अन्तर्गत प्रथम विश्वयुद्धका केही घटनाहरू र यसका परिणाम यानी कि कन्सिक्वेन्सेसहरूको विषयमा छलफल गर्न गइरहेका छौं। हामीले यो भन्दा अगाडिको भिडियोमा प्रथम विश्वयुद्धका कारणहरू के कस्ता रहेका छन् भनेर छलफल गरेका थियौं र त्यतिबेलाको तत्कालीन कारण के रहेको थियो भने ब्ल्याक ह्यान्ड सोसाइटी बोस्निया एन्ड हर्जगोभिनामा बनेको सर्बियाको सहयोगमा बनेको ब्ल्याक ह्यान्ड सोसाइटीका एकजना 19 वर्षीय युवा ग्याब्रिएलो प्रिन्सेपले अस्ट्रिया हंगेरीका युवराज आर्कड्युक फ्रान्सिस फर्डिनान्ड र उनकी श्रीमती सोफी चोटेकको सरेआम गोली हानेर हत्या गरिसकेपछि अस्ट्रिया हंगेरी माथि सर्बियाले आक्रमण गरेको थियो सन् 1914 जुलाई 28 तारिकका दिन र यही मिति हो फर्स्ट वर्ल्ड वार सुरु भएको मिति। अब के भयो त भन्दाखेरि विभिन्न देशहरूले चाहिँ कुनैले सर्बियाको पक्ष लिए र कुनैले अस्ट्रिया हंगेरीको पक्ष लिए। रसियाले के गर्यो भने रसियाले सर्बियाको रक्षा गर्नको लागि आफ्नो सेनाहरूलाई पठायो अनि जर्मनीले के भन्यो भने ओए रसिया आफ्नो सेनालाई त फिर्ता लग, त सर्बियाको रक्षा गर्न नआइज त फिर्ता लग आफ्नो सेनालाई भनेर भन्यो रुसले, तर मानेन। त्यही भएर जर्मनीले रसिया विरुद्ध युद्धको घोषणा गर्यो 1914 अगस्त 1 तारिकमा। अनि त्यही बेला जर्मनीले फ्रान्स विरुद्ध पनि युद्धको घोषणा गर्यो 1914 अगस्त 3 तारिक 2 दिनपछि। अनि जर्मनीले के गर्यो भने बेल्जियममा आक्रमण गरेर बेल्जियमबाट हाम्रो बेलायत फ्रान्स र बेलायततिर पुग्नको लागि भनेर बाटो बनाउन लागेको थियो। सो त्यही भएर बेलायतले चाहिँ खबरदार है जर्मनी बेल्जियमबाट आफ्नो सेनाहरू फिर्ता लग भनेर भन्यो जर्मनीलाई, तर जर्मनीले मानेर बेलायतले पनि के गर्यो भने जर्मनीमाथि आक्रमण गर्यो, युद्धको घोषणा गर्यो 1914 4 अगस्तमा। त यसरी एउटा देश अर्को देश हुँदै 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 युद्ध भइराखेकै थियो। अब अमेरिकाको कुराकानी गरौँ। अमेरिकामा त्यतिबेला राष्ट्रपति थिए वुड्रो विल्सन र अमेरिका चाहिँ यो युरोपको वारमा हामी भाग लिँदैनौं भनेर बसिराखेका थिए। तर त्यही बेलामा के भयो भने जर्मनीका काइजर विलियम द्वितीयले आफ्नो एउटा सबमेरिन पठाए र पनडुब्बी, अनि त्यो सबमेरिनले अमेरिकाको लुसिटानिया भन्ने पानी जहाजमा बमबारी गरेर अमेरिकन्सहरूलाई मारिदियो। सो अमेरिका चाहिँ म युद्धमा भाग लिन्न है भनेर बसेको, बाध्य भएर अमेरिका पनि यो वारमा छिर्नु पर्यो र अमेरिकाले जर्मनी विरुद्ध 1917 अप्रिल 6 मा युद्धको घोषणा गर्यो। जब अमेरिका यो वार भित्र प्रवेश गर्यो त्यसपछि जर्मनी, बुल्गेरिया, टर्की र अस्ट्रिया हंगरीले हारको सामना गर्नु पर्यो। अन्तिममा जर्मनका सम्राट काइजर विलियम द्वितीय चाहिँ हल्यान्डतिर भागे, भनेको नेदरल्यान्डतिर भागे र 1919 जुन 28 मा फ्रान्सको भर्सेलिज दरबारमा एउटा सम्झौता हुन्छ र यो फर्स्ट वर्ल्ड वारको औपचारिक रूपमा अन्त्य हुन्छ। 1914 जुलाई 28 बाट सुरु भएको यो युद्ध भर्सेलिज सन्धि 1919 जुन 28 मा भए पश्चात अन्त्य हुन्छ। यो केही घटनाहरू त यहाँबाट तपाईले चुर कुरा के बुझ्नु पर्यो भने कुन कुन देशको कुन कुन टिम थियो भन्ने कुरा बुझ्नु पर्यो। सो मैले ठ्याक्क तपाईलाई यहाँ राखिदिएको छु। हाम्रो धुरी राष्ट्र अथवा एक्सिस पावर भनेर भन्छौं, जसमा 4 वटा देशहरू मात्रै छन्, जर्मनी, अस्ट्रिया हंगेरी, बुल्गेरिया र टर्की, जसको एकदमै पावरफुल राष्ट्र थियो जर्मनी। यसलाई हामी धुरी राष्ट्र भन्छौं। अर्को मित्र राष्ट्र अथवा एलायन्स पावरमा चाहिँ अरु सम्पूर्ण देशहरू फ्रान्स, इटाली, ब्रिटेन, रसिया, जापान, सर्बिया यस्ता देशहरू छन् जसको नेतृत्व ब्रिटेनले गरेका थिए। अब यो म्यापमा तपाईले हेर्नु भयो भने जुन हरियो कन्ट्रीहरु छ फ्रान्स, इटली, रोमानिया, सर्बिया, ग्रीस, ग्रेट ब्रिटेन, रसिया, पोर्चुगल, यिनीहरू भनेको चाहिँ हाम्रो एलायन्स पावर यानी कि मित्र राष्ट्रमा पर्छन्। जुन पहिलो कलरको छ जर्मनी, अस्ट्रिया हंगेरी, बुल्गेरिया र अटोमन इम्पायर भनेको टर्की, यिनीहरू चाहिँ धुरी राष्ट्रमा पर्दछन् भने जुन यो पर्पल कलरको कन्ट्री छ नि चाहिँ विश्वयुद्धमा भाग नलिएका न्यूट्रल कन्ट्रीहरू हुन्। स्पेन, स्विजरल्यान्ड, बेल्जियम, नेदरल्यान्ड, डेनमार्क, स्विडेन, नर्वे, अल्बानिया, यी भनेका चाहिँ न्यूट्रल कन्ट्री अन्तर्गत पर्दछन्। स्विजरल्यान्डले त झन् फर्स्ट वर्ल्ड वार र सेकेन्ड वर्ल्ड वार दुईटैमा भाग लिएन। सो यसरी युद्ध भएर अन्त्य भयो। अब युद्ध भइसकेपछि के भयो त? अब यसको परिणामहरु रिजल्ट्सहरु के भयो त? सबैभन्दा इम्पोर्टेन्ट परिणाम भनेको भर्सेलिजको सन्धि हो। त्यसको विषयमा म डिटेल रूपमा कुराकानी गर्छु नै।
त सुरुमा जाउँ। यसको पहिलो परिणाम ठुलो जनधनको क्षति। अब युद्ध भइसकेपछि मान्छे नमर्ने, जनधनको क्षति नहुने भन्ने त कुरै छैन। विभिन्न विकासका पूर्वाधारहरू, रोड, हाइड्रो पावर प्रोजेक्ट, ठुल्ठुला बिल्डिङ्सहरू त ध्वस्त नै भए भने विभिन्न मान्छेहरूले, धेरै मान्छेहरूले आफ्नो ज्यान पनि गुमाए। सबैभन्दा धेरै जर्मनीका सेनाहरू थिए र जर्मनीका सेना सबैभन्दा धेरै मारिए पनि। त हेर्नु यहाँ जम्मा जुट्ने टोटल खर्च कति भएछ? 33 करोड 60 लाख अरब पाउन्ड स्टर्लिङ खर्च भएछ यो वर्ल्ड वारमा। 92 लाख मारिएछन् भने 2 करोड 90 लाख मान्छे घाइते र बेपत्ता पनि भएछन्। सो यो एउटा परिणाम भयो। अर्को परिणाम हो भर्सिलिज सन्धिको हस्ताक्षर। सबैभन्दा इम्पोर्टेन्ट है, याद गरिराख्नुहोस्। यो भर्सिलिज सन्धि भनेको के हो भने फ्रान्समा एउटा दरबार छ। हेर्नुहोस्, यो बाहिरबाट यो दरबार छ, यहाँ दरबार तपाईँले देखिराख्नु भएको छ। युरोपियन शैलीमा बनाइएको फ्रान्सका राजा लुई 14औंले यो भर्सिलिजको दरबार बनाएका थिए। त यो बाहिरबाट यस्तो छ, भित्रबाट यस्तो छ। सो यो भर्सिलिजको दरबारमा सन् 1919 जुन 28 मा एउटा सन्धि भयो, जुन सन्धि चाहिँ जर्मनी विरोधी सन्धि थियो। यो युद्धको अपराध सबै जर्मनीमाथि थोपारियो के। जर्मनीले गर्दाखेरि नै यो युद्ध भएको हो। त्यही भएर क्षतिपूर्ति पनि जर्मनीले दिनुपर्छ र जर्मनी विरुद्ध विभिन्न प्रावधानहरू लगाइयो, जसलाई हामी भर्सिलिजको सन्धि भनेर भन्छौँ। यो भर्सिलिजको सन्धि चाहिँ 20 वर्षसम्म लागू हुने भनेर भनिएको थियो र यो भर्सिलिज सन्धिको कारणले गर्दाखेरि जर्मनीले आफ्नो 13% भूभाग पनि गुमायो। के भयो त हेर्नुहोस् यहाँ जर्मनीको यो भर्सिलिज सन्धिमा भन्दा युद्ध अपराध भनेको जर्मनीले यो युद्ध गराएको भनेर उसले अपराध, युद्ध अपराध बोक्नु पर्यो, उसले फाइन पनि तिर्नु पर्यो। अब अरू हेर्दै जाउँ है त। यहाँ फ्रान्सलाई एल्सेस र लोरेन भन्ने प्रान्त फिर्ता दिनु पर्यो, किनकि जर्मनी साम्राज्यवादमा विश्वास गर्थ्यो। जर्मनीले विभिन्न देशहरूलाई अगाडि नै, प्रथम विश्वयुद्ध हुनुभन्दा अगाडि नै आक्रमण गरेर विभिन्न देशका विभिन्न ठाउँहरू जितेको थियो। सो जर्मनीले त्यसमा जितेका ठाउँहरू चाहिँ अरू देशहरूलाई फिर्ता दिनु पर्यो। फ्रान्सलाई एल्सेस र लोरेन दिनु पर्यो, बेल्जियमलाई युरोपियन र मालवाडी भन्ने ठाउँ दिनु पर्यो, डेनमार्कलाई नर्थ सेल्सविक, उत्तरी सेल्सविक भन्ने ठाउँ फिर्ता दिनु पर्यो, पोल्यान्डलाई पोलिस कोरिडोर र ड्यान्जिङ कोरिडोर, यो याद गर्नु है, सेकेन्ड वर्ल्ड वारमा काम लाग्छ। पोलिस कोरिडोर र ड्यान्जिङ कोरिडोर पोल्यान्डलाई फिर्ता दिनु पर्यो। अरू बाँकी क्षेत्रहरू, केही क्षेत्रहरू मित्र राष्ट्र, अरू विभिन्न मित्र राष्ट्रहरूमा एलाइज पावरहरूमा बाँडियो। यसरी टोटल जर्मनीले आफ्नो 13% भूभाग गुमायो। नेपालले पनि जब सुगौली सन्धि भएको थियो आफ्नो 33% भूभाग गुमाएको थियो। त जर्मनीको दुःख नेपालीले बुझ्छन् नै। त्यति मात्रै होइन, सैनिकमा पनि प्रतिबन्ध लगाइयो। हेर्नुहोस्, एउटा राइनल्यान्ड भन्ने सीमा छ। यो राइनल्यान्ड भन्ने सीमा, जर्मनीको सीमामा चाहिँ जर्मनीले आफ्नो सेना पठाउन मिल्दैन। त्यो राइनल्यान्ड भन्ने सीमाको 10 किलोमिटर भित्र नै आफ्नो सेनाहरू जर्मनीले राख्नुपर्ने भन्ने यो भर्सिलिजको सन्धिमा थियो। अझ त्यति मात्रै कहाँ हो र, 1 लाख भन्दा धेरै सेना बनाउन नपाउने, 6 वटा भन्दा धेरै वार ट्याङ्कहरू, वार ट्याङ्क हुन्छ नि, तोप पड्काउने, युद्ध पोत भन्छन्, 6 वटा भन्दा धेरै वार ट्याङ्क बनाउन नपाउने, नयाँ वार ट्याङ्कहरू बनाउन नपाउने, नयाँ फाइटर जेटहरू बनाउन नपाउने भनेर भनियो। अझै मित्र राष्ट्रहरूलाई एकमुष्ट 66 करोड पाउन्ड तिर्नुपर्ने, 66 करोड पाउन्ड चाहिँ जर्मनीले तिर्नुपर्ने विभिन्न मित्र राष्ट्रहरूलाई। अस्ति भर्खर 2010 मा किस्ताबन्दीमा नि, इन्स्टलमेन्टमा जर्मनीले अस्ति भर्खर 2010 मा तिरिसकेको यो पैसा भने जर्मनीको 2टा ठुल्ठुला कोइला खानी चाहिँ 15 वर्षसम्मको लागि भनेर फ्रान्सको अधीनस्थमा, फ्रान्सले चलाउन पाउने भनेर यो सन्धिमा राखिएको थियो। त यो जर्मनी विरोधी भएको एकदमै अपमानजनक सन्धि थियो यो भर्सिलिजको सन्धि, जसको कारणले गर्दाखेरि जर्मनी एकदमै रिसाएको थियो। तर यो बेलामा जर्मनीले केही पनि गर्न सकेन। तर पछि दोस्रो विश्वयुद्धमा हिटलरले म को हुँ भनेर देखाइदिए। त्यो सेकेन्ड वर्ल्ड वारमा हामी पढौँला। यो सबैभन्दा इम्पोर्टेन्ट कारण है भर्सिलिजको सन्धि, यो के परिणाम, यो तपाईँले याद गरिराख्नुहोस्, एकदमै इम्पोर्टेन्ट। अर्को जाउँ लिग अफ नेसन, राष्ट्रसङ्घ, जस्तो कि अहिले हाम्रो युनाइटेड नेसन छ, संयुक्त राष्ट्रसङ्घ। त्यति बेला युनाइटेड नेसन त थिएन, 1945 मा बने हो। तर फर्स्ट वर्ल्ड वार पश्चात 1920 जनवरी 10 मा लिग अफ नेसनको स्थापना भयो। विश्वयुद्ध, प्रथम विश्वयुद्धको परिणाम स्वरूप यो बनेका कारणले यसलाई चाहिँ विश्वयुद्धको छोरा, चाइल्ड अफ वर्ल्ड वार पनि भनिन्छ। यसको काम थियो विश्वमा शान्ति स्थापना गर्ने भन्ने। अमेरिकाका त्यति बेलाका राष्ट्रपति वुड्रो विल्सनको
अवधारणालाई मूर्त रूप दिँदै सन् 1920 जनवरी 10 मा लिग अफ नेसनको स्थापना भयो। तर यस्तै राम्ररी काम गर्न भने सकेन। पछि सेकेन्ड वर्ल्ड वार भइ नै हाल्यो। त्यसको कुरा हामी सेकेन्ड वर्ल्ड वारमा गर्छौँ। अर्को फर्स्ट वर्ल्ड वारको परिणाम नयाँ राष्ट्रहरूको जन्म र विश्वको नक्सा परिवर्तन भनेको विभिन्न नयाँ देशहरू बने। अल्बानिया, युगोस्लाभिया, फिनल्यान्ड, चेकोस्लोभाकिया यस्ता नयाँ नयाँ देशहरू बने र विश्वको जुन राजनीतिक नक्सा छ, पोलिटिकल म्याप छ, त्यसमा केही परिवर्तन आयो। विश्वव्यापी आर्थिक सङ्कट भन्नै परेन। जब विश्वयुद्ध हुन्छ तब विभिन्न कृषि योग्य जमिनहरू बन्जर हुन्छन्। विभिन्न वेपन्सहरूको कारणले गर्दाखेरि, बारुदहरूको कारणले गर्दाखेरि चाहिँ जमिनहरू बन्जर भए। विभिन्न इन्फ्रास्ट्रक्चर्सहरू जुन विकासका पूर्वाधारहरू ध्वस्त भए। त्यही भएर विश्वमा आर्थिक सङ्कट छाउने नै भयो। बेरोजगारी सिर्जना भयो, एउटा परिणाम। अर्को अधिनायकवादहरूको उदय, डिक्टेटर भनेर भन्छौँ हामी। जस्तो कि जर्मनीमा एडोल्फ हिटलर, इटालीमा बेनिटो मुसोलिनी, स्पेनमा जेनरल फ्रान्सिस्को फ्रान्को जस्ता अधिनायकवादहरू जसले आफ्ना प्रतिद्वन्द्वीहरूको हत्या गरेर आफू चाहिँ सत्तामा पावर जमाएर आएका थिए। त्यस्ता अधिनायकवादहरूको उदय भयो फर्स्ट वर्ल्ड वार पश्चात भने। अब अन्तिममा यो फर्स्ट वर्ल्ड वारमा नेपालको भूमिका चाहिँ कस्तो रहेको थियो त भन्नुहुन्छ भने, नेपालले डाइरेक्टली चाहिँ यो वर्ल्ड वारमा भाग लिएको भने थिएन, तर अप्रत्यक्ष रूपमा भाग लिएकै थियो। नेपालका जुन सैनिकहरू छन् ब्रिटिस आर्मीमा भर्ती हुन्थे नि त। सो नेपालले चाहिँ बेलायतलाई सहयोग गरेको थियो। त्यति बेला हाम्रो नेपालमा प्रधानमन्त्री थिए चन्द्र शमशेर, फिस्टे महाराज भनिन्छ। र चन्द्र शमशेरले चाहिँ सेनाहरू बेलायतको सहयोगको लागि पठाएका थिए, ब्रिटेनको सहयोगको लागि पठाएका थिए। बबर शमशेरको नेतृत्वकर्तामा 7500 सेना, जम्मा जुमी टोटल 16544 सेनाहरू पठाएका थिए भने त्यति बेला नेपालले 10 लाख पाउन्ड बेलायतलाई सहयोग गरेको थियो। किनकि युद्धमा त पैसा चाहिन्छ नि त खर्च गर्नको लागि भनेर, त्यही भएर नेपालले सहयोग गरेको थियो। पछि यो वर्ल्ड वार ब्रिटेनले जित्यो, त्यही भएर बेलायत खुसी भयो र बेलायतले त्यति बेला हाम्रो चन्द्र शमशेरलाई जनरल भन्ने उपाधि दियो। नेपालीहरूको वीर गाथा पुरै हाम्रो विश्वभरि फैलियो। त्यति बेला हाम्रो दुईजना व्यक्तिहरू, कोलोबेर थापा र कर्णबहादुर थापा, यी दुईजनाले भिक्टोरिया क्रस भन्ने उपाधि पाए। बेलायती सेनाले पाउने सबैभन्दा उच्च पद हो भिक्टोरिया क्रस, र नेपालका दुईजनाले फर्स्ट वर्ल्ड वारमा पाए। सेकेन्ड वर्ल्ड वारमा 10 जनाले पाए भने 1965 मा एकजनाले पाएका छन्, रामबहादुर लिम्बू। जम्मा जुमी अहिलेसम्म 13 जनाले भिक्टोरिया क्रस पाएका छन्। फर्स्ट वर्ल्ड वारमा 2 जनाले पाए। र त्यति बेला बेलायतले अर्को नेपाललाई के भन्यो भने, हरेक वर्ष अब हामी तपाईलाई 10 लाख रुपियाँ दिन्छौँ है, इस्ट इन्डिया कम्पनी मार्फत 10 लाख रुपियाँ नेपाललाई हरेक वर्ष अब हामीले दिन्छौँ भनेर बेलायतले यो प्रतिबद्धता पनि जनाएको थियो। त्यति बेला जर्मनीका शासक थिए क्या केजर विलियम द्वितीय, र उनले भनेका छन्, यो भनाइ सुन्नुहोस् है, यदि म विश्वको जुनसुकै देशको सेनासँग पनि आफ्नो सेना लडाउन सक्छु, म विश्वको जुनसुकै देशको सेनासँग पनि आफ्नो सेना लडाउन सक्छु, तर गोर्खालीको नाम सुन्ने बित्तिकै मेरो मुटु तुर काट्छ भनेर कसले भनेका हुन् भनेर सोध्यो भने जर्मनीका तत्कालीन शासक काइजर विलियम द्वितीय। पहिलो विश्वयुद्ध हुनुभन्दा अगाडि सबैभन्दा पावरफुल कन्ट्री हो जर्मनी, र जर्मनीका शासकले यो कुरा भनिराखेका छन्। त्यही भएर नेपालीहरूले कतिको वीरता र शूरतापूर्वक यो युद्धमा लडे र नेपाललाई चिनाए भन्ने कुरो हामीले केजर विलियमको यो भनाइबाट नै थाहा पाउन सक्छौँ। सो यो भयो हाम्रो फर्स्ट वर्ल्ड वारको घटनाहरू, परिणामहरू र नेपालले गरेको निर्वाह गरेको भूमिका सम्बन्धी। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो कमेन्टमा प्रतिक्रिया दिन नबिर्सनु होला, र यस्तै अरू भिडियोहरू हेर्नको लागि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला। हस्त धन्यवाद।